यो डाटा एनालिसिस ट्रेनिङ युजिङ आरआर स्टुडियो प्रोग्रामका सभापतिज्यू, यस संस्थाका चेयरम्यान आदरणीय वाइबी पौडेल सर, आदरणीय प्रिन्सिपल टीआर चालिसे सर, मञ्चमा आसीत विशेष व्यक्तित्वहरू आदरणीय प्रोफेसर डाक्टर विजयलाल प्रधान सर, प्रोफेसर डाक्टर रामप्रसाद खतिवडा सर, प्रोफेसर डाक्टर विनोद दवाडी सर, सँगसँगै फ्रन्ट रोमा आसीत आदरणीय प्रिन्सिपल सरहरू, प्रोफेसर डाक्टर सर र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट न्यानो अभिवादन, नमस्कार। वास्तवमा क्वालिटी एजुकेसनको दोस्रो नाम हामी सबैलाई थाहा छ, सेन्ट्रल कलेज। सरलाई एकपटक फेरि नमन गर्न चाहन्छु। हामी सबैले देखेका छौँ, बुझेका छौँ। म त अझ चितवनमा करिब भन्दाखेरि अलिकति नयाँ जस्तै छु। हजुरहरू त सबैजना पुरानो व्यक्तित्व हुनुहुन्छ, यो माटोमा भिज्नु भएको छ हैन, यहाँ पसिना बगाउनु भएको छ। हुन त मेरो पनि छ, पर्सा घर हो। तर पनि म के भन्छु भने सेन्ट्रल कलेजमा जसरी आदरणीय प्रिन्सिपल सरले भन्नुभयो भर्खरै, क्वालिटी एजुकेसन विद्यार्थीको हितमा हुने गरी गर्नुपर्छ है भन्ने मान्यतालाई अगाडि राखेर सरले काम गर्नुभएको छ। सरलाई धेरै धेरै शुभकामना छ। र सँगसँगै यो एकाडेमिक कोर्सहरू सँगसँगै ट्रेनिङका कोर्सहरू यो युजीसँग रिलेटेड भएर युजीसँग सहकार्य गरेर यो प्रोग्राम चलाउनु भएको छ। सरको भिजन आदरणीय टीआर चालिसे सर, हजुरको भिजनले आकाश छुनेछ र यो सेन्ट्रल टावर जत्तिकै अग्लो हुनेछ भन्ने मलाई विश्वास छ। र सँगसँगै मैले जोड्न चाहेँ हजुरहरूलाई, धेरैजना चाहिँ वरिष्ठ व्यक्तित्वहरू अगाडि देखिरहेको छु। वास्तवमा यो साह्रै नै टेक्निकल ट्रेनिङ, हाइली टेक्निकल, यतिको मौका हामीले काठमाडौँ बाहिर पाउनु पनि यो आफैमा ठुलो कुरा हो। र यो 5 दिनको ट्रेनिङ, त्यो पनि वर्किङ आवरमा चलाउने हिम्मत जोसुकैले गर्न सक्नुहुन्न र रिसोर्स पर्सन पनि हत्तपत्त पाइँदैन। सरले यो चाहिँ साँच्चै ठुलो मेहनत गर्नुभएको छ। यसको लागि यसको सफलताको शुभकामना गर्न चाहन्छु। धन्यवाद सर।